यो देखिरहेको सुन्दर दृश्य चाहिँ यो तारकेश्वर 1 वार्ड नम्बर 1 पर्छ। जुन अहिले यो जुन छायामा परिरहेको गाउँ चाहिँ दाङसिङ पर्छ भने यतातिर हामी तल सबैभन्दा फेदमा देख्न सक्छौं। यो चाहिँ तल्लो हिल्ली हो, निकै सुन्दर छ। अहिले चारैतिर हरियाली हामी देख्न सक्छौं। जताततै मकै बारीहरू देख्न सक्छौं र मकैको बारी सँगसँगै यतापट्टि हामीले देखिरहेको ठाउँ छ यो चाहिँ खनाल गाउँ हो हैन। यहाँ चाहिँ हामी भोटिनी भनेर पनि चिन्छौं। निकै सुन्दर दृश्यहरू तपाईहरुलाई देखाइरहेको छौं। साथीहरु, यो भिडियो कस्तो लाग्छ, मन पर्यो भने लाइक कमेन्ट शेयर गरिदिनु होला र युट्युब च्यानलमा पनि सब्स्क्राइब गरिदिनु होला। मेरो युट्युब च्यानलको नाम छ मुस्कान वाइवा 1995 मा सर्च गरेर सब्स्क्राइब गरिदिनु। यो चाहिँ कलरी डाँडा हो, हामी देख्न सक्छौं। यसैगरी यता हामी देख्न सक्छौं सजिलैसँग मान डाँडा, अनि यता गुम्बा पनि छ, टावर छ। सँगसँगै हामीले विभिन्न दृश्यहरू सजिलैसँग देख्न सकिरहेका छौं। अहिले निकै हरियाली र मौसम पनि निकै सफा देखिरहेको छ। सायद पानी पनि पर्ला जस्तो भइराछ हैन। आकाशमा कालो बादल पनि ठाउँ ठाउँमा ढाकिरहेको छ र यतापट्टि यो तारकेश्वरको सबैभन्दा यो पश्चिम भेगमा बन्ने यो फ्लाटे हो भने र यतापट्टि हामी देख्न सक्छौं यो फ्लाटे लरकेप। यसैगरी यो सबैभन्दा हाई अल्टिट्युडमा पर्ने चाहिँ यो जन्तरे डाँडा हामी सजिलैसँग जन्तरे गाउँ देखिरहेका छौं। साथीहरु, है त भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक कमेन्ट शेयर गरिदिनु होला। कसले देख्नुभयो त आफ्नो घर? यदि देख्नुभयो भने लाइक गर्नु होला। यदि देख्नु भएको छैन, मेरो घर चाहिँ देखिएन भने तपाईको पक्कै पनि आँखा कमजोर हुन सक्छ। त्यसैले बेलैमा हामी आँखा केन्द्रमा गएर आँखा चेक गर्नु होला। डाक्टर सन्दुक रोहितले हाम्रो आँखाको लेन्स पनि निशुल्क रूपमा उहाँले उपचार गर्नुहुन्छ। हस्त